मर्निङ एभ्रिवान। म चाहिँ आज काममा जान खोजेको तल पारी उतातिर घाम लागेको छैन त्यतातिर हो काममा जान खोजेको। आज काम नभएको कारणले म कपाल काट्न गइरहेको छु। मेरो कपाल चाहिँ एकदम ठुलो भइसकेको छ र यो कपाललाई काटेर म सानो बनाउने छु। मेरो साथीको घरमा जाँदैछु अहिले चाहिँ गाइज। हाम्रो गाउँको रोड तपाईहरुले देख्न सक्नुहुन्छ। मकै पनि अहिले ठुलो भइसक्यो हो। हाम्रो पहाडमा चाहिँ बारीहरु तपाईहरुलाई देखाउन चाहन्छु म। बारी चाहिँ यस्तो हुन्छ हाम्रो पहाडमा, पुरा ओह्रालो हुन्छ हो। अनि यो चाहिँ खम्बा बिजुलीको तार अनि यता टिम्बरको बोटहरु न कति छ छैन। त्यसै अब म चाहिँ आइपुगिसकेँ, मेरो साथीको घर आइपुगि लागिसकेँ। यही माथि छ हो हाम्रो पारीको देख्न सक्नुहुन्छ। पुरा काम गरिरहेको छ, दुधारले पनि खनिरहेको छ हो। तर देखिँदैन रहेछ यहाँ चाहिँ के काम गरिरहेको छ हो। अहिले देखिँदैन यहाँ चाहिँ, देखाइदिने तपाईँहरूलाई हो। काम गरिरहेको छ दुधारले र म चाहिँ अहिले कपाल काट्न आएको छु। यो कपाल चाहिँ म काटेको अहिले एकछिनपछि देखाउने छु। उसले काटेको चाहिँ छ कि छैन थाहा छैन, तर काट्छु भनेको छ। फोन गरेको छैन मैले, काट्छु भनेको छ र काट्यो भने राम्रो हुन्छ, अलि सुहाउने पनि हुन्छ भनेर थालिदिनु पर्यो भनेको। काम छैन, अब बेरोजगारी हो। भर्खर एसी दिएर एसीको इक्जाम दिएर चाहिँ यो छुट्टीमा बस्न पाइएको छ। छुट्टीमा पनि के बसौँ भनेर काममा जान खोजेको, मात्रै भए। हेलो गाइज, म चाहिँ कपाल काटिसक्यो गणेशले होइन। मेरो कट चाहिँ यो हो, यो काट्ने केटा यो। कस्तो लागिरहेछ भाइ तँलाई कपाल काट्न? भन्नु पर्यो क्या भाइ, भन न। ए भाइ अझै बोलिरहेको छैन अहिले होइन गाइज। धर्मेटा मेटा तरिका स्टाइल हानिरहेछ, कपाल चाहिँ काटिरहेछ। कपाल चाहिँ फाइनली गाइज भइसक्यो मेरो।